के भएको रे गोरुमा चढेर आएको सामान चाहिँ अघि यहाँ आइपुगिसकेको छ है ल हाम्रो केटाहरूलाई चाहिँ भोक चाहिँ डरलाग्दो लागेछ है फाइनली है गाइस हाम्रो डेकोरेसनको टोटली कम्प्लिट भएको छ है हेलो गुड मर्निङ एभ्रिवान है वेलकम ब्याक टु माई च्यानल आज फेरि पनि धेरै दिन बादमा तपाईहरुको माझमा एउटा सानो ब्लग लिएर आएको छु है अनि ब्लग चाहिँ के कस्तो छ भन्दा फेरि चाहिँ हाम्रो चाहिँ अब आजदेखि डेकोरेसन स्टार्ट भइरहेको छ है मण्डपको त्यसैले गर्दा फेरि मण्डप डेकोरेसन गर्न आइरहेको छु है जग्गा चाहिँ कहाँ भन्दा फेरि अहिले तपाईहरुलाई देखाउने छु है हेर्दै गर्नुस् होला ल साथीहरु हाम्रो यहाँनिर डेकोरेसन पार्टनरहरु पनि आइपुग्यो यता हाम्रो दिपेन बुवा है यता स्यान्डी बुवा यता अनिल अहिले चाहिँ हामी यहाँनिर बिहाघरतर्फ जाँदैछु है घर चाहिँ यहाँनिर छ डेकोरेसन गर्नुपर्ने चाहिँ यहीँनिर हो मण्डपको चाहिँ यस्तो छ जग्गा चाहिँ यहाँ अगाडि हाम्रो दिनेश सर पनि यहाँनिर बोल्नु हुँदो रहेछ यहाँनिर है हस् दिनेश सर मर्निङ यहाँ चाहिँ फुल पनि यसरी फुलिरहेको छ है हाम्रो रुपेश बुवा चाहिँ अघि आएर यहाँ सामान ओसारेर बसिरहेको छ है अनि सर ठिकै हुनुहुन्छ यहाँनिर सामान चाहिँ अघि यहाँ आइपुगिसकेको छ है यहाँनिर बनाउनु पर्ने चाहिँ यहाँनिर हो है जग्गा चाहिँ यस्तो छ यहाँ अहिले चाहिँ अब यहाँनिर नापजप स्टार्ट भइसक्यो है हजुर अब छिचिर साइड सब्सक्राइबर बढाउनु न यहाँनिर हुँदैन होइन झन् सरको हुन्छ पक्का हुँदैन साथीहरु अहिले चाहिँ हाम्रो यहाँनिर बेस पनि भइसक्यो है यहाँ चाहिँ के भन्छ खन्ती चाहिँ एकदम दामी रहेछ है यहाँनिर हात लगाइ बस्नु नपर्ने खप्पै खोल्यो टक्कै भइसक्यो है अहिले चाहिँ हामी यहाँनिर लन्च टाइम भइरहेको छ है हल्का भोक लागेको टाइम यहाँनिर अम्बक पनि फलिरहेको रहेछ सुन्तला पनि रहेछ ल हाम्रो केटाहरूलाई चाहिँ भोक चाहिँ डरलाग्दो लागेछ है हाँ बुबु भोक चाहिँ डरलाग्दो लाग्यो रुपेश 20 तारिक है अहिले चाहिँ है हाम्रो खानासाना खाइसकेर है दिउँसोको लन्च गरिसकेर यहाँनिर पर्दा लाउने काम भइरहेको छ है केटाहरू यहाँनिर पर्दा लाउनु बिजी छ है अनि यहाँ स्यान्डी बुवा र म चाहिँ यहाँनिर हल्का सेल्फीमा यहाँनिर बिजी भइरहेको छु हो यहाँ चाहिँ अब सेल्फी है यहाँ चाहिँ मण्डप मजाले मिलाइ मजाले हाम्रो
डेकोरेसन गर्ने चाहिँ एकदम दामी छ यहाँनिर के को यहाँनिर देपन बुवाकै हल्का भिडियो निकालिदिएको नि गाइस हाम्रो डेकोरेसन चाहिँ यतिको भइरहेको छ अहिले है यता चाहिँ हो हाम्रो सेल्फीको पनि ठिकै छ यतिको चाहिँ आदि भइरहेको छ है यता हाम्रो सेन्डु बुवा हेर्नुहोस् गाइस यहाँनिर चाहिँ बगानबेली एकदम मजाले फुलिरहेको छ है आजको लगभग हाम्रो काम चाहिँ यति नै हो अब भोलि चाहिँ यहाँनिर यहाँबाट चाहिँ फुलहरू लाउने काम रहेको छ है त्यसले गर्दा यहाँनिर मुनि म्याट रहेको छ त्यहाँदेखि वरिपरि डिजाइन गर्दाखेरि चाहिँ हाम्रो लगभग हाम्रो डेकोरेसन सक्छ है हेर्नुहोस् हाम्रो सामान चाहिँ यतिको छ है साथीहरू है आजको लागि चाहिँ है यतिको भइरहेको छ डेकोरेसन अब चाहिँ यसको फुल एन्ड फाइनल चाहिँ अब भोलि मात्रै हुनेछ है तपाईँहरूलाई के कस्तो लाग्यो है यसो कमेन्ट गरिदिनु होला होइन च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है The next day. गुड मर्निङ गाइस है आजको तपाईँहरूलाई डे 2 मा डेकोरेसनको डे 2 मा स्वागत छ है हिजोको ब्लग कन्टिन्यू हुनेछ है अहिले चाहिँ फिलहाल भर्खर यहाँ बिहा घर आइसक्यो है अनि आज चाहिँ हाम्रो फाइनल हुनेछ है डेकोरेसनको कस्तो हुनेछ तपाईँलाई देखाउने छु है हेर्दै गर्नुहोस् होला मर्निङ हामी पनि यहाँनिर बिहा घरमा आइसक्यो है यो चाहिँ हाम्रो केटाहरू अघि निकालिसकेको रहेछ यहाँनिर है मर्निङ सर मर्निङ ठिकै हुनुहुन्छ के भएको अरे गोरुमा चढेर आएको सर ल्याउनु आएन नि त अघि भन्दा तपाईँले ल्याउनु आएन हिजो पुऱ्याउनु पनि जानु भएन त्यसरी कहाँ हुन्छ त गाइस अहिले चाहिँ हाम्रो यहाँनिर है मण्डपमा फुल लाउने काम भइरहेको छ है फुल चाहिँ यहाँ छ है यता अनिल यता दिनेश सर पसिना आइसक्यो पसिना छिटो उयो ल्याउ न अब यो मिन्ट यहाँनिर तातो घाममा फुल लगाइ यस्तो छ यहाँनिर है निना तल लगिहाल्यो टिलिलिली मजाले लगाऊ है फेरि त्यहाँनिर एकदम एकुरेटमा फुल त यहाँनिर दिने जति छ नि यहीँ लक्ष्य पुरै छ यता पनि छ फाइनली गाइस है हाम्रो मण्डप डेकोरेसन पनि कम्प्लिट भइसकेको छ है दिन चाहिँ यस्तो धुम्म भएको कारणले गर्दाखेरि चाहिँ है यहाँनिर म्याट चाहिँ ओछाएको छैन भोलि मात्रै ओछ्याउनु छ है यो चाहिँ हो मण्डप है अनि यो चाहिँ हो सेल्फी चाहिँ यो छ है तपाईँहरूलाई मण्डप र सेल्फी कस्तो लाग्यो है कमेन्ट गरिदिनु होला केटाहरूले चाहिँ लाइट लाउँदैछ आजै हो The next day. गाइस है हिजो चाहिँ कामले गर्दाखेरि है भिडियो पनि राम्रो गर्नु पाएन है त्यसले गर्दाखेरि चाहिँ लास्टको तपाईँहरूको इन्डिङ चाहिँ म देखाउनु गइरहेको छु है कस्तो भएको छ भनेर है हेर्नुहोस् है साथीहरू मण्डप चाहिँ यस्तो भएको छ है घामले गर्दाखेरि चाहिँ अलिक राम्रो देखेको छैन होला है यता हाम्रो सेन्डी भयो अघि गलेर सलाक्कै भइरहेको छ है बेहुला बेहुली चाहिँ यता हो है बिन्तोस र ममता मण्डप चाहिँ यस्तो भएको छ है अनि आज चाहिँ बिहा अनि सेल्फी चाहिँ यो हो है कमेन्ट गरिदिनु होला है सेल्फी कस्तो भयो है अनि मण्डप कस्तो भयो भनेर है रो मामा छिटो गर्नु न भन्नुहोस् है आमामा ओ मामा मामा छिटो गरौँ न म उयो के परे सोफा लु मामा लु छिटो मामै छ ल मामा गएको लु दाम्बा लु छिटो
फाइनली है गाइस हाम्रो डेकोरेसनको टोटली कम्प्लिट भएको छ है। यो चाहिँ हो मण्डप है, सोफाहरू राखेर है। यहाँ अगाडि चाहिँ बेहुला बेहुली है, बिन्तोस अनि ममता सबै भयो कम्प्लिट भइसकेको छ है। तपाईहरुलाई के कस्तो लाग्यो है कमेन्ट गरिदिनु होला है। चाहिँ हो सेल्फी है, सेल्फी पनि सिम्पलमै छ है। यो पनि हो सेल्फी, तपाईहरुलाई के कस्तो लाग्यो है। आज चाहिँ हामी फाइनल फिनिस गर्नेमा चाहिँ अब यहाँ सेन्डी बुवा र म मात्रै रहे लास्टमा फिनिसिङमा चाहिँ तपाईहरुलाई है डेकोरेसन के कस्तो लाग्यो है कमेन्ट गरिदिनु होला है। अनि च्यानललाई सब्स्क्राइब गरिदिनु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला है। ल तपाईहरुलाई भ्लगको लागि यति नै है। नेक्स्ट भ्लगमा फेरि भेट्ने नै छु। तबसम्मको लागि बाई बाई, टेक केयर सबैजना।